गुड मर्निङ मित्रहरू। यो बिहानी पख मेरो मिनी ब्लगमा तपाईँ सबैलाई स्वागत जनाउँछु। फेरि पनि खोर्सानी बारीमा छु। खोर्सानी बारीमा छु है। योपालि खोर्सानी एकदम राम्रो छ। मैले अस्ति पनि भन्दै थिएँ तपाईँलाई खोर्सानी राम्रो छ योपालि, किन भन्दाखेरि अलिकति योपालिको सिजन राम्रो छ फलफुलको, किनभने पानी अलिकति कम्ती, घाम ज्यादा लाग्दैन, त्यसले गर्दाखेरि त्यस्तो भइरहेको छ मित्रहरू। मकै पनि एकदमै राम्रो छ योपालि। त्यस्तो छ मित्रहरू। खोर्सानी तपाईँलाई देखाउन चाहे नि त। खोर्सानी हेर्नुहोस्, दामी छ हो। त्यति मात्रै यता पुरा छ है त मित्रहरू। खोर्सानी बारी यताबाट यता पुरा छ। अनि मकै पनि एकदमै राम्रो छ योपालि। तपाईँलाई मकै पनि देखाउन चाहे नि त। योपालि एकदमै राम्रो छ मकै। मैले भनिहालेँ तपाईँलाई, सिजन राम्रो छ योपालि। त्यसले गर्दाखेरि किराले पनि नबिगारेको होइन, बिगारेको हो, तर अलिकति योपालि यस्तो छ मित्रहरू। हुन्छ, धन्यवाद, थ्याङ्क यू।